सो अलवेज ब्याक टु द च्यानल र त्यही हो आज भने चाहिँ केटाहरूले डिनर चाहिँ थुक्पा खाने अरे र त्यही भएर चाहिँ साथी र म चाहिँ छिटो गरेर थुक्पा बनाउनुपट्टि लाग्यो र साथीले चाहिँ सुपको लागि तयारी गर्दै थियो भने चाहिँ म चाहिँ यहाँ फ्राई गर्नु लागि चाहिँ रेडी थिएँ र हाम्रो थुक्पा चाहिँ हामीले अगाडि नै बनाएर राखिसकेको थियो र सेलाएर पनि हामीले चाहिँ त्यसलाई टालिनु दिएको थिएन र यतापट्टि साथीले चाहिँ हल्का देखाइदिँदै थियो कला र मेरो पालो पनि यतानिर अब फ्राई गर्नै पर्यो चिकनलाई भनेर चाहिँ फ्राई गर्दै थिएँ र फ्राई गरिसकेर चाहिँ म यता काट्दै थिएँ र केटाहरू चाहिँ गन्धले हो कि के हो अचानक झुन्डिनु थाल्यो हो ढाँडतिर र मेरो पालो पनि हतार हतार चाहिँ काटिदिनु थालेँ र कसैलाई क्युबमा काट्यो भने कसैलाई स्लाइस बनाइदिँदै थिएँ क्यारोटको चाहिँ र अनियनको चाहिँ क्युब मात्रै बनाएँ त्यति मात्रै आउँछ र चिल्ली काटेर चाहिँ ड्याङ्की ड्याङ रेडी गरेँ र त्यसपछि चाहिँ केटाहरू चाहिँ पुरा भोकाइरहेको थियो नि त र साथीले चाहिँ ढिलै नगरिकन ड्याङ्की ड्याङ पस्किन थाल्यो र केटाहरू चाहिँ यहाँ लो खानुको लागि चाहिँ जाम भइरहेछ यहाँ साथीले सर्भ गरिदिँदैछ र मेरो पालो चाहिँ मैले चाहिँ अगाडि नै छुट्याइसकेको थिएँ मेरो र म चाहिँ यहाँ टेबलमा बसेर ड्याङ्की ड्याङ ड्याङ्की ड्याङ खाइदिएको र मिठै भएको थियो थुक्पा चाहिँ एकदमै किनभने अब साथीहरूसँग बनाएर खाएको मिठो नै हुन्छ र मेरो पालो चाहिँ ड्याङ्की ड्याङ ड्याङ्की ड्याङ खाएको सकेको थिएन तर पनि खाइदिएको गरिदिँदाखेरि चाहिँ सकियो लास्टमा र यति नै थियो मेरो भिडियो बाई।